रेग्मी सेभ द चिल्ड्रेनमा जलवायु परिवर्तन सल्लाहकारको रूपमा काम गर्छु। अलिकति हामीले यो सगरमाथा संवादमा चाहिँ विभिन्न प्रकारको इन्फ्लुएन्सिङ गर्ने कामहरूमध्ये एउटा स्टल राखेर पनि त्यो प्रयास गरेका छौँ। जस्तो सगरमाथा संवादका विभिन्न डिसिजनहरू हुन्छन्, त्यो डिसिजनमा चाहिँ जो पनि छलफलहरू हुन्छन्, त्यो छलफलमा चाहिँ साँच्चीकै समुदायको अथवा हिमाली क्षेत्रको आवाज आउने गरेर सेभ द चिल्ड्रेनले नेतृत्व गर्दै अरू संस्थाहरू जस्तो क्रीडा, युथ एलायन्स फर इन्भाइरोमेन्ट जस्ता संस्था र अरू संस्थाहरूको समन्वयमा हामीले जुम्लामा हिमाली संवाद भन्ने कार्यक्रम आयोजना गरेका थियौँ, जसमा विभिन्न 6वटा जिल्लाबाट, हिमाली जिल्लाबाट चाहिँ बालबालिका, युवाहरू, त्यसपछि जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित समुदायका व्यक्तिहरू, महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ प्रतिनिधित्व गराएर हामीले उहाँहरूको समस्या के हो, त्यो समस्या समाधान गर्नलाई उहाँहरूले के आवश्यकता महसुस गर्नुभएको छ, त्यो अनुसारको छलफल गरेर 13वटा विभिन्न मागहरू चाहिँ हामीले चाहिँ डिमान्ड गरेका छौँ। त्यो 13वटा डिमान्डलाई चाहिँ यो पनि डिस्प्ले गरेका छौँ। मुख्यतया बालबालिकाको डिमान्ड चाहिँ 6वटा डिमान्ड चाहिँ विशिष्ट बालबालिकासँग केन्द्रित छ र अरू डिमान्डहरू भनेको चाहिँ समुदायमा अलरेडी भइरहेका राम्रा प्रयासहरूलाई अलिकति स्ट्रेन्थेन गर्ने र राम्रा प्रयासहरूको चाहिँ अझै पनि धेरै कार्यक्रमहरू, त्यही रिलेटेड कार्यक्रमहरू पनि गर्ने र विशेष अनुकूलनमा, समुदाय केन्द्रित अनुकूलनमा चाहिँ जोड दिनुपर्छ भन्ने मान्यतासहित हामीले त्यो संवाद गरेका थियौँ। आशा छ संवादको चाहिँ मागहरू यो सगरमाथा संवादले पनि पुरा गर्ने प्रयास गर्नेछ। यो चाहिँ साथी भन्छौँ हामी, एयरपियर। सो यो हाम्रो जेनेरेसन अफ क्याम्पेन र क्लाइमेट जस्टिस सम्बन्धी हाम्रो क्याम्पेन छ, त्यसको मस्कट हो। त्यसको चाहिँ विशेष उद्देश्य के हो भने बालबालिकालाई जलवायु न्याय, यसमा बेसीभन्दा बेसी चाहिँ उहाँहरूलाई संलग्न गराउने, मतलब चाहिँ बालबालिकाको आवाजलाई चाहिँ पोलिसी होइन मेकिङ प्रोसेसमा चाहिँ इन्क्लुड गराउने, उहाँहरूको पर्सपेक्टिभलाई इन्क्लुड गराउने भन्ने रहेको छ। यो हाम्रो मस्कट हो होइन। यसले चाहिँ जस्तो यो अगाडि एकदम क्लिन थियो, यो सेतो थियो यो फर, तर पछि के भने यो विभिन्न ठाउँमा, जस्तो यो देशको पनि विभिन्न ठाउँमा, नेपालको विभिन्न ठाउँमा, कर्णाली लगायत चाहिँ विभिन्न ठाउँमा, त्यस्तै विश्वको विभिन्न फोरमहरूमा, इन्टरनेसनल फोरमहरूमा पनि चाहिँ यसले भाग लिएको छ। सो अल्टिमेटली यसले चाहिँ सिम्बोलिकली के रिप्रेजेन्ट गर्छ भने अगाडि यो व्हाइट थियो, तर अहिले हेर्नु त यो पुरै यो ब्राउन भएको छ, यो डार्किस भएको छ। भन्नु मतलब चाहिँ एयर पोल्युसन एकदम बढ्दो मात्रामा छ। यसले चाहिँ एयर पोल्युसनको इम्प्याक्टलाई चाहिँ यसले चाहिँ देखाइरहेको छ। सो यो अभियान मार्फत हामीले विशेष गरी जलवायु परिवर्तन, वातावरण प्रदूषणको बालबालिकामाथि असमानुपातिक डिसप्रोपोर्सनेट इम्प्याक्ट चाहिँ छ है, र चाहिँ बालबालिका अझ धेरै चाहिँ भल्नरेबल छन्, जोखिम छन् भन्ने कुरा चाहिँ हामीले देख्ने कोसिस गरिरहेको छ। यहाँ जस्तै हेर्नु सक्नुहुन्छ डिमान्ड यहाँबाट 13 बजे हाम्रो माग भयो होइन, जुम्लामा जुन भएको थियो, त्यसमा चाहिँ बालबालिकाहरूले नै उहाँहरूको चाहिँ यो आवाज हो, यो आवाज चाहिँ सगरमाथा संवादमा रिफ्लेक्ट हुनुपर्छ, अथवा यसको आउटकम डकुमेन्टमा पनि यो कुरा चाहिँ गर्नुपर्छ। त्यो हिसाबले चाहिँ हामी अगाडि बढाएका छौँ। विभिन्न सेभ द चिल्ड्रेन लगायत अन्य विभिन्न चाहिँ सङ्घ संस्थाहरू होइन, सिएसओ, नागरिक समाज सङ्गठनहरूसँग सम्बन्धित यहाँ केही चाहिँ हाम्रो रिसर्चका चाहिँ पब्लिकेसन्सहरू छ। जस्तै यहाँ हेर्नुभयो भने ब्रेथलेस फ्युचर भन्ने छ। यो विशेष गरी यो काठमाडौँमा र मधेसका जिल्लाहरूमा वायु प्रदूषण सम्बन्धी चाहिँ हामीले गरेको रिसर्चको चाहिँ यो पब्लिकेसन हो है। हामीले केही चाहिँ पब्लिकेसनहरू राखेका छौँ। साथी द इयरवेयर हो, साथी द इयरवेयर भन्छौँ होइन। उहाँले भन्नुभएको कुरामा इन एडिसन चाहिँ के छ भने यसले चाहिँ खास हामी क्लाइमेट चेन्जमा ब्ल्याक कार्बनको कुरा गर्छौँ नि, अलङ विथ एयर पोल्युसन ब्ल्याक कार्बनको इम्प्याक्ट चाहिँ हाम्रो हिमालयन क्षेत्रमा विशेष आइस क्यापहरूमा चाहिँ धेरै पर्छ भन्ने जुन साइन्टिफिक मान्यता छ, त्यो मान्यताको पनि अलिकति त्यसले डिस्प्ले गर्न खोजेको छ होइन। जुन ब्ल्याक कार्बनको चाहिँ इमिडिएट इम्प्याक्ट गरेर हाम्रो हिमालहरू पल्टाउने, त्यसलाई पनि इन्डिकेट गर्न खोजेको छ। अलङ विथ यो चाहिँ प्रत्यक्ष रूपमा बालबालिकालाई पर्ने स्वास्थ्यको असर, त्यो पनि हामीले देखाउन खोजेका छौँ। यो पहिला हेर्नुहुन्छ भने हामीले पछि डिस्प्ले पनि गर्छौँ। एकदमै सेतो थियो, अब चाहिँ कालो भएको इयर बियर छ क्या यो चाहिँ होइन। यसले कति चाहिँ यो पोल्युसनलाई बियर गरेको छ भन्ने